हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज देख्न सक्नुहुन्छ गाइज, आज चाहिँ म हाम्रो करेसा बारीमा आइसकेको छु। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ हरियो मकै भर्खर फल्न लाग्दैछ। अनि हिजो चाहिँ राति पानी परेको थियो, त्यही भएर आज यहाँ देख्न सक्नुहुन्छ गाइज पानी जमेको थियो। अब धान रोप्नु पर्यो नि। अनि आज चाहिँ म के को सब्जी खाने भन्दाखेरि फर्सीको मुन्टा टिप्न आएको छु। अनि यहाँ बोडी फलेको देख्न सक्नुहुन्छ गाइजहरू। अनि फर्सीको मुन्टा चाहिँ हामी 3 जना छौँ खाने, त्यही भएर मैले चाहिँ एक मुठी लगेको। अनि पुग्छ नि त होइन। अनि फर्सीमा अरू थोक पनि मिसाउने भनेर। अनि यहाँ हेर्न सक्नुहुन्छ गाइज अर्ग्यानिक होइन, यो चाहिँ हाम्रो घर पछाडिको अनि खेतमा थियो। अनि त्यही भएर इत्यादि हामीले मकैभित्र। अनि यहाँ देख्न सक्नुहुन्छ गाइज हिजो राति पानी परेर यति ठुलो पानी परेको थियो नि होइन। अनि पानी जमेको थियो क्या, धान रोप्नलाई ठिक्क भएको थियो। अनि मौसम पनि हेर्नुहोस् न गाइज यस्तो राम्रो भएको थियो नि, देख्न सक्नुहुन्छ साथीहो। अनि अहिले त होइन पानीको सिजन छ, पानी परेको होला हजुरहरूको गाउँतिर त पनि। हाम्रो गाउँमा चाहिँ पानी परिसकेको छ। अनि कसैले त अब धान रोप्न पनि सुरु गरेको होला होइन। तर हामीले चाहिँ अहिले रोपेको छैनौँ, बिउ भर्खर सानो छ। अनि यहाँ चाहिँ म चाहिँ अब साग केलाउनेतर्फ लाग्दैछु गाइज देख्न सक्नुहुन्छ। अनि मेरो छोरी चाहिँ के अरे म पनि भिडियो बनाइदिन्छु नि मोमोको भन्दै घरिघरि मोबाइल पक्र्न आउँछ क्या। अनि त्यही भएर उहाँ हेर्न छोरी र म भएर साग केलायौँ होइन। आज साग र आलु खाने भनेर। अनि यहाँ चाहिँ मैले चामल रेडी बनाइसकेको थिएँ भातको लागि। यहाँ देख्न सक्नुहुन्छ होइन। हेर्नु त म चाहिँ यस्तै गरी पकाउँछु क्या होइन। चामललाई पहिले भिजाउँछु त्यसपछि पकाउन सुरु गर्छु। अनि यहाँ मैले खाना पनि होइन बसिसकेँ। अनि अनि यहाँ चाहिँ मेरो भात पनि अब रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ गाइजहरू होइन। अनि भात चाहिँ होइन हामी 3 जनालाई यति सानो भाँडा पकायो भने पुगिहाल्छ नि होइन। अहिले त अब गर्मीको छ नि त, त्यही भएर गर्मीमा खाना खाइँदैन खासै। अनि त्यही भएर अनि मेरो अब भात चाहिँ रेडी भइसक्यो। अनि म चाहिँ आलु र अनि फर्सीको मुन्टा पकाउनलाई अनि देख्न सक्नुहुन्छ गाइज म चाहिँ अब फर्सीको मुन्टा धुन लागेको। अनि मेरो त्यही घरमा होइन मटर छ नि त, त्यही भएर नि यति ठुलो पानी फाल्छ नि, कस्तो दामी। अहिले त पानी पनि होइन माथि नै आज पानी परेको गरेर यसपालि त। अनि यो चाहिँ मैले हिजोको तरुवा पकाएको तेल थियो उब्रेको, अनि त्यसमै पकाइदिएको गाइज होइन। अलिक हिजो चाहिँ धेरै तेलै नै भएको थियो त्यही भएर। अनि आज पनि त्यसमै सब्जी पकाएको। अनि म चाहिँ यहाँ हेर्नुहोस् न गाइजहरू, मलाई चाहिँ छोरीले त्यतिखेरै सब्जी पकाउने बेलामै छोरीले फेरि आएर मम्मी यो गरिदिनु मम्मी त्यो गरिदिनु भनेर गाइज। मैले चाहिँ होइन भिडियो कतातिर बनाउनु पर्ने कतातिर बनेको रहेछ गाइज, मलाई पनि थाहा भएन कि पछि पो थाहा भएको त भिडियो त। ला यति भिडियो त मैले बिगारेको छु नि भने, तर पनि केही छैन होइन। गाउँघरमा यस्तै। अनि मेरो छोरीको त्यो खेलौना देख्न सक्नुहुन्छ गाइज। गाउँघरमा भएपछि अब होइन छोरीलाई पनि हेर्नु परिगयो, अनि यतातिर काम पनि हेर्नुपर्छ होइन त गाइज। अनि त्यही भएर मलाई त्यो मोबाइल कहाँ थियो थाहा पनि भएन। अनि के अरे चलिरहेको रहेछ मलाई थाहा पनि भएन। त्यही पनि ठिकै छ अब होइन, आफ्नै हो भिडियो हाल्न पाइहाल्छ नि जस्तो भए पनि होइन। आफूले भर्खर सुरुवात गर्दैछु नि त भिडियो बनाउन। अनि त्यही भएर गाइज यहाँ देख्न सक्नुहुन्छ। अनि म चाहिँ अब सब्जी पकाउनेतर्फ लाग्दैछु नि त। अनि आज हजुरहरूले के खानुभयो होला। मेरो चाहिँ आज देख्न सक्नुहुन्छ गाइज आलु र फर्सीको मुन्टा पकाएको नि त। अनि यहाँ देख्न सक्नुहुन्छ गाइज त्यही फर्सीको मुन्टा। अब म फर्सीको मुन्टा हाल्ने बेला भइसकेको थियो नि त। अनि त्यही भएर आज चाहिँ मलाई त्यही फर्सीको मुन्टा र अनि आलु मिसाएर खान मन लाग्यो क्या। अनि त्यही भएर फर्सीको मुन्टा नि यस्तो दामी थियो नि गाइज। त्यति हाम्रो धेरै अलिक होइन मल त्यस्तो भएर क्या हो, राम्रो छ क्या फर्सीको मुन्टा चाहिँ। अनि कसको अहिले त घरमा छ कि छैन, मेरो चाहिँ घरमा छ होइन। त्यही भएर मैले चाहिँ हल्का कलर आउँछ भनेर बेसार पनि लगाइदिइसकेँ। अनि यहाँ नुन पनि लगाइदिइसकेको यहाँ देख्न सक्नुहुन्छ गाइज हजुरहरूले। अनि यहाँ मेरो त्यहाँ अब सब्जी रेडी भइसक्यो नि त। अनि म त्यहाँ मसला लगाइदिनु पर्यो। अनि मैले त्यो होइन फर्सीको सागमा पनि मसलै लगाइदिन्छु थोरै पिसेर भनेर मैले थोरै मसला पिसेको थिएँ, त्यही भएर पिरो हुन्छ नि अलिक मिठो होइन। अनि आजको मेरो सब्जी चाहिँ अब रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ यस्तो राम्रो भएको थियो नि होइन।
अनि मेरो त्यो भिडियो कसलाई मनपर्छ कमेन्टमा पनि भन्नु होला, कसलाई याद आएको पनि होला होइन। यतिखेर त ओहो फर्सी पाइन्छ नि गाउँमा त फर्सीको मुन्टा भन्ने पनि लाग्छ नि त। अनि यहाँ देख्न सक्नुहुन्छ अब त्यो मैले खाना पस्केर पनि रेडी भइसक्यो। तर मेरो फेरि दिमागमा के आयो भने यति मात्र त के खानु हौ भनेर अनि मैले त अन्डा थियो अनि अन्डा पनि तारिदिन्छु नि भनेर अनि यो चाहिँ मैले अन्डाको लागि हेर्न तेल हालिसकेको छु अनि मेरो अन्डा पनि अब रेडी भइसक्यो होइन। अनि साग अन्डा भात भएपछि त अरू के चाहिन्छ र होइन त गाइज। अनि मैले चाहिँ हल्का तेल राखेर अनि पिरो चाहिँ नहाली पकाएको क्या, अलिक छोरीले खान्छ नि त अनि छोरीलाई फेरि पिरो हुन्छ भनेर अनि त्यही आगोमा मैले चाहिँ अन्डा पकाइसकेको छु, हेर्न सक्नुहुन्छ साथीहरू। अनि अब चाहिँ मेरो खाना रेडी भइसक्यो, अब चाहिँ मात्रै हस् त बाबाई।